साथै यस जिल्लाका जिल्ला सभापति लगायत सम्पूर्ण हाम्रो अर्जुन दाजुजी लगायत हाम्रो माननीय सांसद वीरबहादुर राणा सबैलाई चाहिँ म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। हाम्रो माननीय स्वास्थ्य मन्त्रीज्यूले स्वास्थ्य क्षेत्रमा चाहिँ धेरै कामहरू गरिरहनु भएको छ, गर्ने कोसिस पनि गरिरहनु भएको छ। त्यसको लागि हामी धन्यवाद दिन चाहन्छौँ। साथै हाम्रो माननीय स्वास्थ्य मन्त्री लगायत हाम्रो शिक्षा मन्त्री र हाम्रो प्रधानमन्त्रीजीको संयुक्त बैठकले चाहिँ हाम्रो चिकित्सा शिक्षा आयोग मार्फत चाहिँ सम्पूर्ण आवश्यक चिकित्सकहरूलाई चाहिँ सरकारी स्तर 8औं तहको चाहिँ निर्वाह भत्ता उपलब्ध गराउनुपर्छ भनेर जुन निर्णय गर्नुभएको छ त्यसको लागि पनि हामी आभारी छौँ। यही विषयलाई लिएर चाहिँ यो जुन निर्णय गर्नुभयो यो चाहिँ एउटा इतिहासको कालखण्डमा लेखिने कुराहरू हो, तर यसको अहिले चाहिँ अक्षरता पालना नभएको कुरा अब हाम्रो स्वास्थ्य मन्त्रीलाई नै जहाँसम्म लाग्छ अवगत नै होला। यसको लागि चाहिँ हामीले हाम्रो तर्फबाट हामीले गर्न सक्ने चाहिँ हाम्रो कलेज प्रशासनलाई चाहिँ यो कुरा जुन चाहिँ हाम्रो चिकित्सा शिक्षा आयोगको निर्णय थियो त्यो चाहिँ हामीले बुझाउने कार्यक्रम नै गऱ्यौँ। हामीले चाहिँ त्यो जो फागुन 25 गते जुन निर्णय आएको थियो र साथै हाम्रो काठमाडौँ युनिभर्सिटीबाट पनि सोको चाहिँ कार्यान्वयन गर्नु भनेर चाहिँ त्यसको जवाफी पत्र पनि हाम्रो कलेजहरूलाई पठाएको चाहिँ सबैलाई विदित नै छ। यसो हुँदाहुँदै पनि हामीले यो हाम्रो यो सम्पूर्ण प्राइभेट मेडिकल कलेजहरूले चाहिँ सरकारको निर्णय चाहिँ अवज्ञा गरेको, साथै रेजिडेन्टहरूलाई चाहिँ तिमीहरूलाई चाहिँ हामी फेल गराइदिन्छौँ, तिमीहरूलाई चाहिँ हामी चाहिँ तिमीहरूलाई चाहिँ यहाँ कलेजमा चाहिँ बस्न दिँदैनौँ, तिमीहरूको चाहिँ क्यारियर चाहिँ ध्वस्त बनाइदिन्छौँ, इक्जाम गर्न दिँदैनौँ जस्तो कुराहरूको धम्की पनि ल हाम्रो कलेजमा चाहिँ त्यो हामीले चाहिँ त्यो पाएका छैनौँ। तर हामी लगायत हाम्रा साथीहरूलाई चाहिँ विभिन्न अरू कलेजको सम्बन्धमा चाहिँ यस्तो धम्की दिने काम पनि भइरहेकै छ। अनि उहाँहरूले चाहिँ हाम्रो एउटा इन्स्टलमेसन फी चाहिँ जुन छ त्यो चाहिँ हामीले प्रत्येक वर्ष चाहिँ पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्ष गरेर चाहिँ तिर्ने जुन व्यवस्था हाम्रो चाहिँ चिकित्सा शिक्षा आयोगले गरिदिएको छ त्यही अनुसार हामीले तिर्दै थियौँ। तर उहाँहरूले चाहिँ अहिले चाहिँ हामीलाई चाहिँ बारम्बार फोन गरेर यो चाँडो तिर्नुहोस्, अहिले नै तिर्नुहोस् भनेर चाहिँ हामीलाई चाहिँ दबाब दिएको अवस्था छ। अहिले चाहिँ हामी सम्पूर्ण रेजिडेन्टहरू चाहिँ नेपालभरि नै यो संयुक्त रूपमा स्वास्थ्य कर्मका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिको मार्फत चाहिँ हामी सबैजना चाहिँ आन्दोलित भएको कुरा हाम्रो स्वास्थ्य मन्त्रीज्यूलाई चाहिँ म अवगत गराउन चाहन्छु। साथै हाम्रो चाहिँ एउटा मात्र एक सूत्रीय माग के हो भने चाहिँ जुन हाम्रो चिकित्सा शिक्षा आयोगबाट निर्णय भएको छ त्यो कुरा अक्षरता पालना हुन पर्यो। सबै आवश्यक चिकित्सकले सरकारी स्तर 8औं तहको त्यो भनेको हाम्रो 48,735 रुपियाँ सबैजनाले चाहिँ पाउनु पर्यो। यो चाहिँ हाम्रो एक सूत्रीय माग हो। यो कुरा चाहिँ बारम्बार प्राइभेट मेडिकल कलेजहरूले चाहिँ उल्लङ्घन गरेको हुँदा चाहिँ हामी सबैजना रेजिडेन्टहरू काम छोडेर अहिले चाहिँ हामी चाहिँ ड्युटी चाहिँ हामीले छोडेर चाहिँ हामी आन्दोलितमा छौँ। हामी आफ्नो चाहिँ ड्युटी चाहिँ छोडिसक्यौँ। हिजोबाट चाहिँ हामी कम्प्लिट पेन डाउनमा गर्छौँ। अब हस्पिटल कसरी चलाउनुहुन्छ हाम्रो हस्पिटलकै हाम्रो प्रशासनकै जिम्मामा छोडिदिएको छ। हामीलाई मन नलागी यो कतिचोटि दैनिकै आज मात्र होइन यो वर्षमा हामी 2-3 चोटि चाहिँ आन्दोलनमा चाहिँ होमिसकेका छौँ। अब मलाई चाहिँ कहिले कहिले यस्तो लाग्न थालिसक्यो कि हाम्रो कामै यो आन्दोलन गर्न चाहिँ हामी पढिराखेको हो कि हामीले चाहिँ यो देशमा चाहिँ बस्नु नै हाम्रो चाहिँ विडम्बना ठुलो गल्ती गरियो कि जस्तो चाहिँ लाग्न थालिसक्यो। एकपल्ट संयुक्तमा आन्दोलन गऱ्यौँ। अब प्राइभेट मेडिकल कलेजले सरकारले गरेको निर्णय पनि मान्दैनन् भने चाहिँ उनीहरूलाई चाहिँ स्पष्ट रूपमा चाहिँ कडाभन्दा कडा कारवाही चाहिँ गर्नुपर्ने चाहिँ अहिले चाहिँ जरुरत देखिएको छ। होइन सरकारले भनेको निर्णयमा यो देशको नागरिक भएपछि यो देशको कानुन चाहिँ मैले मान्दिनँ भन्ने छुट मलाई छैन। म पनि चिकित्सा शिक्षा आयोगले जे भन्छ निर्णय अनि हाम्रो युनिभर्सिटी काठमाडौँ युनिभर्सिटीले भरेको नियम चाहिँ मैले मान्दिनँ भन्ने छुट मलाई चाहिँ हुँदैन। हामीले यो कुरा चाहिँ उहाँहरूलाई तपाईँलाई जुन चाहिँ कानुन चाहिँ लाग्छ जुन कानुन हामीलाई सिकाइरहनु भएको छ तपाईँहरूले यो कुरा तपाईँहरूलाई नि लागू हुनु पर्यो भन्दाखेरि उहाँबाट ठोस केही जवाब चाहिँ स्पष्ट रूपमा चाहिँ हामीले प्राप्त गर्न सकेका छैनौँ। साथै हाम्रो स्वास्थ्य मन्त्रीज्यूलाई म एउटा कुरा के भन्न चाहन्छु भने यो तपाईँको लागि एउटा सुनौलो अवसर आएको छ। इतिहासमा चाहिँ एउटा नाम चाहिँ तपाईँ स्वर्ण अक्षर